बाजे हजुर तपाईको पालामा खुब खेल्न जानुहुन्थ्यो अरे उमेरमा धेरै महिलासँग केटीसँग खेल्न जानुभयो अरे आजभोलि दाँत पनि बाइया बुढियौ अब तपाईको हाते पनि कोही मरिगयो होलिन् खेल्न जाने कोही बाँचे होलिन् भेटघाट हुँदैन होला अब खेल्न जाँदाखेरि तपाईको पालामा के कस्तो चलन थियो हजुर अब चलन यस्तै हो हेर्नुहोस् अब उहिलेला शरम लाज मान्न थियौँ हेर्नुहोस् अनि लुकी लुकी गान जान्थ्यौँ केटीहरूसँग थलो लाग्ने भन्ने अब बा ठेकान्दाको हजुर हौ आउनु होला भन्ने गान जान्थ्यौँ अनि गोठा आयो भनेपछि गोपिलो समान्ने अनि पिरेल खाता आउनु होला भनेपछि पिरेलको आँटो समान्ने अनि त्यस्तै चलन थियो गोठा गएपछि गाइने भाषा घुमाएर घमक्क पारी हेर्नुहोस् एक भाषा अनि भाषा त किसिमका विभिन्न किसिमका भन्ना हेर्नुहोस् अनि पाठा खेल्ल्या अनि एक किसिमका भागा गीतहरू भन्ने पुरानो हुन्थ्यो भने त म वैसमै कस्तो गलो थियो छच्चलालका सुनको फुलिहालिया दाँतामाथि हेर्नुहोस् रुपियाँ गएर खुनको नानो अरे क्याहरू त आफै आइदिन्छन् कहाँ छ हजुर हजुर भनिन् तपाईको स्वर पनि पहिला धेरै राम्रो थियो अरे अहिले दाँत पनि गइया अब गाउँदाखेरि पनि राम्रो हुँदैन होला अब स्वर चारैतर्फ हावा जान्छ होला दाँतबाट अहिले जान्छ त पनि अरूले गाएर मैले कुरा गरेको बराबर हुन्छ हेर्नुहोस् हुन्छ अहिले 70को बाजा म यति भइगएँ त पनि मेरो उनीहरू खिचिकन र सबै खिचियो भने ओहो 70को बाजा रहेछ है कस्तो फुलिया छ दाँत बाइगिया फुलिगएका छन् अनि भुल्ने बिहा भनेर थाहा पाउने बिहा उनीहरू नखिने त्यसै गाइने भने ओहो भर्खरको ठेटाले गाए जस्तो हुन्छ हेर्नुहोस् अझै पनि गाईका भैँसीका गोठो गइकन पहिला खेल्नुहुन्थ्यो अहिले त्यो चलन छैन अहिले चाहिँ के त्यो लप पाड्ने के लप सब के भन्छ नि त्यो तपाईँलाई पनि थाहा भएन अब हामीलाई त्यो लप पाड्ने भनेको माया गर्ने अरे अहिले चाहिँ फोनद्वारा हुन्छ अहिले चाहिँ भेटघाटद्वारा हुन्छ अहिलेको चाहिँ त्यतिखेर खेल्न जाने चलन थियो तपाईँ खेल्न गएर गाई गोठो खेल्न गएर उपियाँ त लाग्दै थिएन लाग्दै थियो अनि किन नलाग्ने हेर्नुहोस् लाग्छ यहाँ भाइलाई क्यान्ने उपियाँ लाग्यो ज्याला नि हबुदो ठुलो रह्यो बुढोमती अब के गर्ने घर निदै नआउने जानु पऱ्यो घर जोइ छोडेर पनि हुरुक्क लुकेर गइजान्थ्यौँ हजुर लुकेर गइजाने अनि ती महिलाहरूका अनि भाउजू गाली गर्नुहुन्थेन खेल्न कहाँ जाने भनेर गाली गर्नुहुन्थेन अब गाली त अलिकता आमा मामी अरू भए बेला नबोल्ने पनि अघि पछि दुई परिवार कुरा गर्दैथ्यौँ यस्तो नजानु होला उल्टै अघि जोइ नल्याउनु होला अनि मेरै भएर बहिनी होला भन्ने जस्तो कुरा गर्नु पनि थियो म किन उली खुट्टे माछुना जस्तै भए पनि के भनेपछि ओला नै पुङ्कियो त पनि भुइँ नबसी कर्छ पाक पठायो भने हो त्यस्तै जति डुली बुकु माया लाया त पनि घरै जोइ सुनैछ मै पनि खुमेनी क्या भन्ने मेरो किन ल्याउँदैन भन्नेमा ऊ चिन्ता मान्नुहुन्थ्यो मेरी महिलाहरू म चिन्ता किन मान्ने नमान्नुहोस् अरू होइन त कति भयो नि कति छुट्टी अब त धेरै कोही मरिगइन् कोही हुनिन् हामी पनि पुरुष पनि ठेटा कोही मरिगयो कोही छौँ अब अहिले म 70को बाजा छु आठमा गाई गोरु बुना पाखा डुल्दै छु सबलाई कोही कसरी गरे बेला आओ बाजा भन्नुहुन्छ तपाईँहरू जान्छौँ सब जान्छौँ अब अहिले ठाडी भाषा लाग्यो भने होइ देउडा निकाल भने होइ जिल्ला डिबा डान्ने बाना छ मेरो हेर्नुहोस् तपाईँको त्यो जब पहिला खेल्न जाने चलन थियो अनि त्यसमा खेल्न गएपछि खेल्न जानको लागि त्यतिखेर फोनको सुविधा थिएन केही थिएन कसरी सम्पर्क गर्नुहुन्थ्यो खेल्न आउनु भनेर कसरी सम्पर्क उहिलेको त हेर्नुहोस् गाई गोठा खेल्न आउनु भनेर हजुर त्यही त भने त गोठा आउनु भनेपछि गोपिलो हात थियो अब लाटो जमाना हेर्नुहोस् ल कस्तो भेटघाट गरेर भेटघाट गरेर गोपिलो भन्ने यस्तै गोपिलो भन्ने भेटघाट गरेर पिरेल खाता आउनु भने पिरेला आँटो भन्ने अनि त्यस्तै चलन थियो कि पढी लेखे भए मान्छे के दिने हेर्नुहोस् फलानी केटी फलानु केटो भनेर नाम लेखेर आमा प्याजको को केटी छ को प्याजको केटो छ त्यसमा हात पाल्ने ल बा फलानु आयो भनिकन फाँ रहेछ भन्ने भयो ऊ जिवाउनु हाल्ने भयो चिठी
कि चिठी दिने चिठी नभए त्यति पार्सी गर्दैछौँ अब अहिले त हजुर कहाँ हुनुहुन्छ भने कठै हुम्लो जुम्लो एकै नासिया गाडी चल्ने फिर्का उसै म भन्न पहिला त्यो फलाना गोठा आउनु भन्ने हुन्थ्यो अरे होइन के गाइने अनि फलाना गोठा आउनु भनेर त्यस्तो सम्पर्क गर्ने हुन्थ्यो अरे होइन अब गोठा कसैकी श्रीमती पनि आउँथिन् होला त खेल्न आउने अदौरी का लुग्ने क्या लादाले लुग्ने अनि फोरिका हुन्ने ल केटा सक्छन् कि केटी सक्छन् भनेर सुन्ने हेर्नुहोस् पछाडि कोही देखेपछि हाँ गरिन् हरामाले जाऊ बुढी भन्ने गइजाने पनि कोही चाहिँ हुन्ने त्यतिकै त उदैसी पहिला जाने नि त अब के गर्ने हेर्नुहोस् अब त्यसरी नै खेल्न गएर तपाईँले अहिले लप पार्ने चलन छ तपाईँ त्यसरी खेल्न गएर भाउजूलाई ल्याउनु भयो हजुरआमालाई ल्याउनु भयो हजुर त्यो खेल्न गयो नि त ल्याउनु ऊ त मागे कि हुन् पहिला मागे हुनाले म धर्म फरक गर्नु भएन नि त्यस कारणले मैले धर्म फरक गरिनँ मेरो आमा बाउले सासु ससुराको कुराकानी भइकन भया हुनाले मैले धर्म फरक गरिनँ कुरो त्यही हो त्यतिखेर अर्की श्रीमती ल्याउनु हुँदैन भन्ने थियो नि हजुर पहिला जो बिहा अरे त्यही श्रीमती मात्रै मनोरञ्जनको लागि खेल्न चाहिँ खुब जानुभयो अरे धेरैसँग खेल्नुभयो अरे अहिले चाहिँ अब बुढी जानुभयो होइन हजुर अब बुढेसकालमा त्यतिखेर अब स्वर एकदम राम्रो थियो तपाईँको अरे भन्न सुनेको अहिले चाहिँ अब गीत घनगाउँदा गीत केही छ भनेपछि त्यस्तो राम्रो गीत त्यतिखेर गाउने गीत तपाईँ खेल्न जानेको चलनको बेलामा गाईगोठमा गाउने गीत दुईटा गीत घन्काउन अब घन्काउनेमै हेर्नुहोस् तर के भयो भने म लाज हर्ष मान्छु हेर्नुहोस् तर पुरानो जमानाको त छुट्टै भन्न चाहिँ गाइन्थ्यो अब अहिले देउडा भन्नु भने देउडा गीत भन्नेमा अरू अब यहाँ भाइ बिनाहरू अब हुन त मैले कान्छा हुँ बुहारी भाइ बिना कोही न कोही सबै बसिया छन् हेर्नुहोस् अलि लाज शरम लाग्छ हेर्नुहोस् होइन तपाईँ देउडा भन्ने देउडा होइन तपाईँ शरममा अहिलेको जमानामा केटाकेटीहरू शरम मान्दैन नि त आमा बाबुको देखालाई पनि हात जोडेर सँगै गाँसिएर बस्छन् अनि ठट्टा गरिरहन्छन् अबका केटाकेटीहरू बिहा गरिसकेपछि तपाईँको पालामा शरम मान्ने चलन बढी थियो एउटा बच्चा नहुन्जेलसम्म पनि माइत नजाने थियो होइन फेरि श्रीमती सँगै पनि जान्थेनन् शरम मान्दा थिए नजिक पनि बस्दा थिएनन् भनेपछि आमाबाबुको शरम मान्थे भनेपछि अहिले चाहिँ कानेजुली हालेर हात जोडेर सँगै गाँसिएर बस्छन् माया प्रेम खुब गाँसे जस्तो गर्छन् अनि तपाईँ बुढेस अहिले चाहिँ यो जमानामा तपाईँ गीत गाउन के शरम मान्नुभयो र गाइदिनु न हजुर त्यति बेला त जमाना उल्टा भयो हेर्नुहोस् म त सरकारको अहिले त 70को भत्ता मेरो देवन जागिरी भनौँ एउटा 70को 12 जागिरी हो एउटा अंश तर म धेरै दुध कलम खाने थिएँ हेर्नुहोस् यस्तै परिवर्तन उही बेला परिवर्तन हुनै आउने बित्तिकै त ठाउँ जान्थेँ यहाँ ठाडो कुरा मै सिक्ने पढि लेखेँ मै उही बेला अहिले कति वर्ष हुनुभयो अहिले 70 भइगयो हेर्नुहोस् यही परि असौज पुरा 70को हुन्छ गाईगोठो गाउने गीत गाउनु पहिला सुरुमा के गीत गाउनुहुन्थ्यो गोठो गइसकेपछि सुरुमा के गीत हुन्थ्यो अरू देउडा भन्नु न हेर्नुहोस् अब अरू म लाज शरम तर शरम मान्ने होइन क्या मैले अहिले भनिहालेँ त अहिले जमाना शरम मान्ने जमाना होइन नराम्रो शब्द बोल्नु भएन गीत गाउने मनोरञ्जन गर्ने त त्यो शरमै हुँदैन त शरम हुन्छ अब देउडा भन्छु हेर्नुहोस् अब अरू भन्दैन म भनौँ भनेपछि खेल्न लाग्यो भने मैले कोही आउँदैन हेर्नुहोस् चरण मै बोल्नछु चुट्किला मै तपाईँ शरम मानेपछि उहाँलाई ऊ माथि पठाउँला हजुर माथि जाऊ गीत गाउनु पर्यो गाईगोठा ठाडी भएका कसरी लगाउनुहुन्थ्यो गीत कसरी गाउनुहुन्थ्यो गाउनु पर्यो हजुर गाउनु पुराना अब यस्तै गाइन्छु अब भन्नु त दुई चार गीत भन्नु त हेर्नुहोस् होइन भन्नु जिया बाइजन माइत तालकुसी भाउजूको हात
सबरी जाए साहित्य दहीको भूमि मेरो पाइली सबरी जाए साहित्य सबरी जाए साहित्य दहीको भूमि मेरो पाइली ए के करपरी फुट्यो गुवालोको बैनी लुङ्गो क्या कर परे फुट्यो घोलाको बैनी लुङ्गो खाना फेरि सोच्यो मैले नभइकन यस्तै हुन हेर्नु क्या हुन पनि मुखमैले नभइकन क्यान फिर्ती छुट्यो फिर्ती क्यान छुट्यो मुखमैले नभइकन यस्तो भन्न चाहिँ हेर्नुहोस् है भन्ने त हरेक किसिमका छन् हे मागे औला गाइनी हो यस्तो हुनुपर्छ क्या ए मागी औला गाइनी मोरी औला भेडा औलाई क्यान तिर्खा लाइनी छुटनी फाटनी बेला क्यान तिर्खा लाइनी भन्यो भने भयो क्यान माया लाउने अब तोर म छुट्नु लाग्यो क्यान माया लाउने भन्नु पऱ्यो हेर्नुहोस् मागे औलाई गाइनी औलाई भेडाउलाई ए क्यान तिर्खा लानी छुटनी फाटनी बेला क्यान तिर्खा लानी छोटने फाटने बेला क्यान तिर्खा लानी छोटने फाटने बेला नमस्कार कर्णालीको एउटा पहिला गाउने चलन थियो गाई गोठा गाउने खेल्न जाने चलन थियो हजुर अहिले चाहिँ लोप भइसक्यो त्यो लगभग अन्त्य भइसक्यो लोप भइसक्यो अब यो नयाँ चलनतिर गइरहेको छ जस्तै लप पाड्ने भन्ने भए छ के भन्ने भए छ फोनद्वारा कुरा हुन्छ पहिला गाई गोठा गएर खेल्ने चलन थियो हजुर हजुर उहाँ चाहिँ पहिला एउटा कर्णालीको बासी जुम्लाका तपाईँको घर बाजे तपाईँको ठेगाना कहाँ घरको मेरो ठेगाना कहाँ मेरो अब तातोपानी गाउँपालिका वडा नम्बर 6 हेर्नुहोस् धलोपानी गाविस होइन तातोपानी गाउँपालिका वडा नम्बर 6 धलोपानी पनि के भन्यो भने पनि हिँड खोला वडा नम्बर 6 मेरो नाम खड्गबहादुर विष्ट अहिले 70 को बाजी आउँ हेर्नुहोस् जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर 6 का बासिन्दा खड्गबहादुर विष्ट उहाँ अहिले 70 वर्षको पुग्नुभयो उहाँ चाहिँ अब पहिलाको हाम्रो यो कर्णालीमा गाउने भाका हजुर जो सुनाउनु भयो हजुर गाईगोठमा गाउने भाका गीत पहिला खेल्ने जाने चलन थियो त्यहीँबाट अब खेल्न गएर दुईटा केटा र केटीको मन मिलेर हजुर हजुर बिहा गर्ने चलन थियो हजुर अनि माग्ने चलन पनि थियो हजुर हैन हजुर तपाईँ यो हाम्रो माग्ने चलन अहिले अन्त्य भएको छ हजुर हजुर तपाईँको जो ठेकी लिने चलन थियो नि हजुर ठेको लिने चुकिलो दही मलेलो लाडु लिने नाइ त तेरी तपाईँकी छोरी माग्दाखेरि चुकिलो दही मलेलो लाडु खाएका छौँ क्या भन्ने ठालुको गाउँको ठालुको बोली भाका थियो बोल थियो हेर्नुहोस् त्यसपछि मान्ने मेरा सासू ससुर आउन् भन्ने धेरै सम्मान पाउनु है तपाईँ भाइ अब तपाईँ त अहिले परिवर्तन हुने आएर अहिले जमाना उल्टै छ अनि 3 वर्षमा बिहा बाउरी गरेर 3 वर्षमा हामी खोजमुको परिवार पनि नहेर्ने हेर्नुहोस्
लाज शरम शरम मान्न थियौँ आमा बुवा अनि बोबा बज्यूका देखाला हामी देखाला नपर्ने लुङ्ने हेर्नुहोस् दुई परिवार पुरी कुनौला काहीँ पर खेताखना जिमी जग्गामै गएर बुढापाका गाई गोरु गएर अनि हाँडखेल गर्ने कुराकानी गर्ने मचाने हेर्नु भर्खर बिहा गरेको बेला भर्खर बिहा गरेका बेला मचाने माया लाउने केटीसँग अनि त्यति गर्ने अहिले त अब हेर्नुहोस् फोन त ओके टोके आउँदाखेरि हजुर तपाईँ कहाँ छौ म अहिले तैँले सुर्खेत नाङ भए पनि अहिले यहाँ पुगेका छन् उनीहरू पनि आइसकेका छ सोहरा पनि आइसकेका छ सबै आइसकेका छ हेर्नुहोस् अब के छ भिडियो कल हुन्छ फोनबाट होइन हजुर भिडियो कल हुन्छ हरेक छ नजान्नेलाई त त्यतिखेर फोनहरू केही थिएन हजुर त्यही त्यो केटीको एउटा सोल होस् या चुराडोरी होस् त्यो ल्याएर ल तपाईँ फलान ठाउँ आउनु भनेर त्यो एउटा चिनारी राख्नुहुन्थ्यो अनि त्यो लिएर फेरि खेल्न जानुहुन्थ्यो अनि फिर्ता दिनुहुन्थ्यो होइन हजुर हजुर त्यो माग्ने चलन थियो अनि यो हाम्रो दही ठेकी लगेर जाने अनि आमा बाबुले अनि केटा पक्षले केटीको घरमा दही ठेकी लगेर जाने हजुर तपाईँकी छोरी दिनु पर्यो भनेर दही खानुहोस् भन्ने अनि त्यहाँ गाउँले जम्मा भएर अलिअलि थोरै नै दही खाने ल आजबाट फलाने छोरी दियौँ भनेर त्यसरी मागेर बिहा गर्थे होइन अहिले चाहिँ त्यो चलन पनि छैन हट्यो हजुर हट्यो अहिले त हेलो हाईबाट मात्रै कुरा हुनुलाई हो हजुर होइन अब अहिलेको चलन ठिक मान्नुभयो कि पहिलाको चलन ठिक मान्नुभयो अब हुन त अब उयो हो हेर्नुहोस् अब चलन त पहिलाको पनि ठिकै हो अहिले पनि बिठिक त होइन सबै ठिकै हो र अब सबै ठिकै भन्नाले पनि अब अहिले उयो बेला हामीहरू महिलाहरू सुकी लाम लाउने अनि मालदिन काममा उड्ने काला काममा उड्ने अनि पहिला माग्ने चलन थियो भनेपछि अहिले चाहिँ केटाकेटी डाइरेक्ट भेटघाट भएर आइहाल्छ राजी खुसीमा बिहा गर्ने चलन छ त्यतिखेर एउटा माग्ने चलन र एउटा गाई गोठमा गएर म तँसँग बिहा गर्छु भनेर त्यसरी ल्याउने चलन कुरा गरौँ न कुरा गरेर सब गरेर कोही नापा पढी लेखे भए मान्छे ऊ चिठी पत्र लेख्दथ्यौँ चिठी नत्र त्यतै सम्पन्न गरेर माया लाएर ल्याउँथ्यौँ कोही माग्दथ्यो आबो गई पुरानो चलन अब अहिले नयाँ सञ्चालन आउँदाखेरि हजुर कहाँ आउनुहुन्छ काठमाडौँ फलाना ठाउँ तैँले गाडीमै कहाँ फलाना स्टेकुटमा गएर छौँ केटी भन्छन् अब है लवारी झुट्टा एकैचोटि भइदिन्छन् देखे नदेखे पत्ता लाग्यो ओके टोके छ केटो फलाना म डोल्पा मगु छु म काठमाडौँ छु भन्छ कोही सोही कुरा गर्छन् कोही विदरमा गर्छन् एकै ठाउँ हुन्छु नि हेर्नुहोस् एकै ठाउँ जुलुस गरिदिन्छु फोन दिएर मैले के है मान्नु के लबडी मान्नु हेर्नुहोस् अब के भन्ने त्यो तपाईँ भन्नुहोस् चाहिँ भाइको पाला आयो यो भिडियो अन्तिमसम्म हेरेर लाइक सब्सक्राइब गर्न नबिर्सनु होला देवीचन्द्र आचार्य म तातामनी गाउँपालिका वडा नम्बर 6 जुम्लाबाट